मानिसहरू भन्छन् पहिलो छाप नै अन्तिम साप हो, तर त्यो कुरा सधैँ सत्य हुँदैन। कहिलेकाहीँ मानिसको अनुहारले उसको मनलाई ढाकिदिन्छ। बाहिरबाट कठोर, रिसाहा, घमण्डी वा डरलाग्दो देखिने मानिसको मनभित्र भने सागर जस्तै गहिरो माया, बालक जस्तै निर्दोषपन र कसैले नदेखेको पीडा लुकेको हुन्छ। यो कथा त्यस्तै एउटा केटाको हो। उसको नाम थियो जय। जयको अनुहारमा मुस्कान कमै देखिन्थ्यो। ऊ जहिले पनि गम्भीर देखिन्थ्यो, निधार खुम्चिएको, आँखा सधैँ कतै टाढा हराइराखेको, मुखमा कुनै भावना नदेखिने। उसलाई नचिन्नेले जोसुकैले पनि पहिलो नजरमै भन्थे, यो त धेरै घमण्डी होला, योसँग कुरा गर्नै मन लाग्दैन, कति रिसाहा जस्तो देखिन्छ। तर सत्य बिल्कुलै फरक थियो। जय कहिल्यै कसैसँग झगडा गर्दैनथ्यो, ऊ कसैलाई गाली पनि गर्दैनथ्यो, उसले कसैलाई नराम्रो व्यवहार पनि गरेको देखिएको थिएन। ऊ केवल धेरै बोल्दैनथ्यो। उसँग धेरै साथी थिएनन्। विद्यालयदेखि कलेजसम्म उसलाई धेरैले चिने, तर उसलाई साँचो अर्थमा बुझ्ने भने 2-3 जना मात्र थिए। ऊ हरेक दिन बिहान 5 बजे उठ्थ्यो, काममा जान्थ्यो, बेलुका घर फर्किन्थ्यो, खाना खान्थ्यो, कहिलेकाहीँ गिटार बजाउँथ्यो, त्यसपछि फेरि अर्को दिनको प्रतीक्षा गर्थ्यो। उसको जीवनमा कुनै रङ्ग थिएन। ऊ पसलमा सामान किन्न जाँदा पनि धेरै पटक मनमनै अभ्यास गर्थ्यो, दाइ 3वटा अन्डा दिनुहोस्, 1 प्याकेट ब्रेड पनि। तर पसल पुगेपछि पनि बोल्न लाज लाग्थ्यो। उसलाई लाग्थ्यो सायद कसैले उसलाई मन पराउँदैनन्, मसँग कुरा गर्न कसैलाई इच्छा नै छैन, मेरो कुरा कसैले सुन्न नै चाहँदैन। त्यसैले ऊ चुपचाप आफ्नै संसारमा हराइरहन्थ्यो। एक दिन शनिबारको साँझ जय बजार गएको थियो। सामान किनेर मोटरसाइकलमा स्टार्ट गर्दा उसको नजर अचानक एउटा केटीमा पर्छ। उसले सेतो कुर्ता लगाएकी थिए, हावाले कपाल हल्का उडाइरहेको थियो। ऊ आफ्नी आमासँग हाँस्दै कुरा गरिरहेकी थिए। जय केही सेकेन्डसम्म टोलाएर हेरिरह्यो, त्यसपछि तुरुन्तै नजर मोड्यो र उसले मनमनै भन्यो, यस्तो सुन्दर केटी मेरो संसारभन्दा धेरै टाढाको हो। त्यो दिन ऊ घर फर्कियो, तर त्यो मुस्कान दिमागबाट हटेन। धेरै दिनहरू बित्दै गए। अचम्मको कुरा, उनीहरू बारम्बार भेटिन थाले। कहिले बजारमा, कहिले बस पार्कमा, कहिले पुस्तक पसलमा। जयले कहिले बोल्ने आँट गरेन। ऊ केवल टाढाबाट हेर्थ्यो, किनकि उसलाई लाग्थ्यो यस्तो केटीले म जस्तो मान्छेलाई किन हेर्ला। तर केटीले पनि केही देखिरहेकी थिए। उसको नाम थियो सिया। सियाले धेरै पटक एउटै केटा आफूलाई हेरेर फेरि नजर झुकाउने गरेको देखिरहेकी थिए, तर उसलाई त्यो केटा अरू जस्तो लागेन। अरू केटाहरू सिटी बजाउँथे, हेरिरहन्थे, पछ्याउँथे, तर त्यो केटा केवल मुस्कुराउन खोज्थ्यो र फेरि नजर झुकाउँथ्यो। सियालाई जिज्ञासा लाग्न थाल्यो, यो वास्तवमै कस्तो मान्छे होला। एक दिन पुस्तक पसलमा सियाको हातबाट एउटा किताब भुइँमा खस्यो। जय नजिकै थियो। उसले तुरुन्तै किताब उठाएर दियो। यो तपाईँको हो? यति मात्रै भन्यो, फेरि फर्किन लाग्यो। सिया मुस्कुराएर भनी धन्यवाद। जयले टाउको हल्लायो र हिँड्यो। सियाले मनमा नै सोची, कति लजालु केटा पनि। र बिस्तारै त्यसपछि कहिलेकाहीँ भेट हुँदा सियाले नै हेलो भन्न थाली। जय पनि हल्का मुस्कुराउन थाल्यो। बिस्तारै उनीहरू बीच कुरा हुन थाल्यो। सियाले एउटा कुरा चाँडै बुझी, जय धेरै बोल्दैन, तर जब बोल्छ हरेक शब्द मनबाट आउँछ। ऊ कसैको कुरा बीचमै काट्दैन। ऊ ध्यान दिएर सुन्छ र उसलाई हँसाउने प्रयास गर्छ। सियाले सोची, मानिसहरूलाई पहिलो नजरमै निर्णय गर्नु कति ठुलो गल्ती हुने रहेछ। एक दिन सियाले सोधी, तिमी सधैँ यति गम्भीर किन देखिन्छौ? जय केही बेर चुप लाग्यो, त्यसपछि हल्का मुस्कुरायो। सानैदेखि नै यस्तै छु, धेरै बोल्न सक्दिन। मलाई सधैँ लाग्छ म बोल्दा मानिसहरूलाई झर्को लाग्छ, त्यसैले चुप लाग्छु।
यति सुनेपछि सियाको मन भारी भयो र उसले भने, तिमीलाई थाहा छ तिम्रो अनुहार गम्भीर होला तर तिम्रो मन धेरै सुन्दर छ। यो वाक्य सुनेर जय धेरै वर्षपछि खुलेर हाँस्यो। सायद पहिलो पटक ऊ खुलेर हाँसेको थियो। कसैले उसको अनुहार भन्दा मनलाई देखेको थियो। त्यसपछि उनीहरू प्राय भेट्न थाले, सँगै चिया पिउने, पुस्तक किन्ने, साँझ नदी किनारमा बस्ने। जयले जीवनमा पहिलो पटक आफूलाई एक्लो महसुस गरेन। उसलाई लाग्यो सायद भगवानले मलाई पनि कसैको माया पाउने अधिकार दिएका रहेछन्। तर एक दिन सियाको परिवारले उसको विवाह अर्को ठाउँमा गर्ने तय गरिदिए। सियाले धेरै सम्झाउने प्रयास गरिन् तर घर परिवार मान्न तयार भएन। अन्तिम भेटमा सिया रोइरहेकी थिए। जय, सायद हामी सँगै हुन सक्दैनौँ। जयले केही बोलेन। ऊ केवल मुस्कुरायो र भन्यो, तिमी खुसी रहनु। केवल मुस्कुरायो र भन्यो, तिमी खुसी रहनु, त्यही मेरो प्रेमको अन्तिम इच्छा हो। केही प्रेम कथाहरू विवाहमा टुङ्गिन्छन् तर केही सम्झनामा सीमित रहन्छन्। जय र सियाको कथा सम्झनामै बाँचेको प्रेम बन्यो। जय अझै बिहान 5 बजे उठ्छ, काममा जान्छ, गिटार बजाउँछ, तर अहिले उसको अनुहारमा कहिलेकाहीँ मुस्कान देखिन्छ किनकि कसैले उसलाई एकपटक भनेको थियो, तिम्रो सुन्दरता अनुहारमा होइन तिम्रो मनमा छ। र त्यस दिनदेखि जयले आफूलाई घृणा गर्न छोड्यो। हामी धेरै जसो मानिसलाई उसको अनुहार, बोली र व्यवहारको पहिलो झलकबाट निर्णय गर्छौँ, तर वास्तविक सुन्दरता बाहिरी रूपभन्दा पनि मन, व्यवहार, इमान्दारिता र संवेदनशीलतामा लुकेको हुन्छ। कसैलाई चिन्न समय दिनुहोस् किनकि कहिलेकाहीँ सबैभन्दा शान्त मानिससँग सबैभन्दा सुन्दर हृदय हुन्छ। धन्यवाद।